नमस्कार। अ, आषाढ महिनाको लगभग अन्त्यतिर हामी आइपुगेका छौँ होइन? यति बेला नेपालका धेरै कम्पनीहरू जस्तो ब्याङ्क, वित्तीय संस्था अनि जलविद्युत, बीमा कम्पनीहरू सबैजना आफ्नो वार्षिक हिसाब-किताब मिलाउने चटारोमा हुन्छन्। ओहो एकदमै यो समय भनेको लगानीकर्ताका लागि पनि अलि बढी चासोको समय हो। हो नि, सबैजना बोनस सेयर, नगद लाभांश के आउँछ भनेर कुरिरहेका हुन्छन्। यही बेला आज हामी एउटा एकदमै सान्दर्भिक विषयमा छलफल गर्दैछौँ, वितरण योग्य मुनाफा वा डिस्ट्रिब्युटेबल प्रॉफिट। निकै महत्त्वपूर्ण विषय हो यो। यो खासमा के हो होइन? अनि नेपालको सन्दर्भमा यसको अर्थ के लाग्छ? लगानीकर्ता र कम्पनीहरूलाई यसले कसरी जोड्छ? आजको हाम्रो यो छलफल हामीले हेरेको नेपालको वितरण योग्य मुनाफा, लगानीकर्ताको प्रतिफल र बजार स्थिरताको इन्धन भन्ने लेखमा आधारित छ। ल राम्रो स्रोत छ। आउनुहोस् यसलाई अलि सरल तरिकाले बुझ्ने कोसिस गरौँ अनि यसको कम्पनी ऐन 2063सँग के सम्बन्ध छ त्यो पनि हेरौँ न है। हुन्छ, सुरु गरौँ। ल त्यसो भए सुरुमा यही वितरण योग्य मुनाफा भनेको के हो ठ्याक्कै? सुन्दा त कम्पनीले कमाएको नाफाबाट बाँड्न मिल्ने पैसा जस्तो सुनिन्छ होइन त? हो, सामान्य भाषामा बुझ्दा त्यही नै हो। तर अलिकति यसको प्राविधिक पक्ष हेर्ने हो भने यो कम्पनीले वर्षभरिमा कमाएको कुल नाफा मात्रै होइन। त्यो नाफाबाट पहिले सबै आवश्यक खर्चहरू जस्तो कि कर तिर्नु पर्यो, कम्पनी चलाउने खर्च भयो, अनि कानुनले नै छुट्याउनु पर्छ भनेका केही अनिवार्य व्यवस्थाहरू जस्तै जगेडा कोषहरू। जगेडा कोष पनि कटाउनु पर्यो। हो, त्यो सबै कटाइसकेपछि जुन खुद नाफा बाँकी रहन्छ नि हो त्यो हिस्सा मात्रै शेयरधनीलाई लाभांशको रूपमा बाँड्न मिल्ने हो। त्यसैले यसलाई वितरण योग्य भनिएको। भनेपछि कमाएको जति सबै बाँड्न मिल्दैन। यो महत्त्वपूर्ण किन छ भने यसले कम्पनीको तत्कालको नाफा देखाउने मात्र होइन कि कम्पनीको लामो समयसम्मको वित्तीय स्वास्थ्य कसको छ, भोलिका दिनमा जोखिम नलिइकन शेयर धनीलाई कति प्रतिफल दिन सकिन्छ भन्ने कुरा देखाउँछ। यो खालि बाँकी रहेको पैसा मात्र होइन, जिम्मेवारीपूर्वक बाँड्न सकिने रकम हो। जिम्मेवारीपूर्वक बाँड्न सकिने रकम, यो शब्द चाखलग्दो लाग्यो। त्यसो भए नेपालको शेयर बजारकै सन्दर्भमा कुरा गर्दा यसको भूमिका कस्तो हुन्छ त? नेपालको सन्दर्भमा त यसको भूमिका झनै महत्त्वपूर्ण छ। एउटा त तपाईँले अघि भन्नुभए जस्तै लगानीकर्ताको विश्वासमा यसले सिधा असर पार्यो। हो त नि। जब कम्पनीले नियमअनुसारै वितरण योग्य मुनाफा छुट्याएर नियमित रूपमा लाभांश दिन्छ, लगानीकर्तालाई के हुन्छ भने यो कम्पनी ठिक छ, नियम मान्छ, प्रतिफल पनि दिन्छ भन्ने हुन्छ। उनीहरू ढुक्क हुन्छन्। यसले बजारमा लगानी ल्याउन पनि मद्दत गर्छ। विश्वास बढ्ने भयो। ठ्याक्कै। अनि अर्कोतिर यसले कम्पनीहरूलाई पनि एउटा वित्तीय अनुशासनमा बाँध्छ के। जब उनीहरूले यो वितरण योग्य मुनाफाको हिसाब किताब पारदर्शी रूपमा राख्नुपर्छ, ऐन नियम मान्नुपर्छ, तब उनीहरू स्वभावैले अलि बढी जवाफदेही बन्छन्। तर यो अनुशासनको कुराले साँच्चै कम्पनीहरूलाई कतिको फरक पार्छ होला कि यो खालि एउटा कानुनी प्रक्रिया मात्रै हो जस्तो लाग्छ? होइन, पक्कै फरक पर्छ। यो केवल कानुनी झन्झट मात्र होइन, यो त कम्पनीकै हितमा छ। कम्पनी ऐन 2063ले किन अनिवार्य जगेडा कोष जस्ता कुरा राख्यो भन्दा त्यसरी नियम मानेर नाफा बाँड्दा कम्पनी आफै पनि आर्थिक रूपमा बलियो हुन्छ नि। भोलि के अप्ठ्यारो पर्यो भने? हो, भोलि केही समस्या आयो भने धान्न सक्ने हुन्छ। अनि अर्को कुरा, यसले शेयर धनीको हित पनि त हेर्यो नि। नियम नहुँदो हो त कम्पनीले जथाभावी नाफा बाँडेर कोष रित्याउन सक्थ्यो। यसले त्यो दुरुपयोग हुनबाट पनि रोक्छ। सही हो। अनि अर्को पक्ष के छ भने जब लाभांश स्थिर र अनुमान गर्न सकिने खालको हुन्छ, त्यसले दीर्घकालीन सोच राख्ने लगानीकर्तालाई आकर्षित गर्छ। यस्ता लगानीकर्ताले बजारमा अनावश्यक उतार चढाव हुन दिँदैनन्, जसले गर्दा बजारको दिगो वृद्धिलाई पनि सघाउँछ। प्रावधानहरू जसले यो कुरा सुनिश्चित गर्छ। कम्पनी ऐन 2063ले यसमा एकदमै स्पष्ट दिशानिर्देशहरू दिएको छ। पहिलो कुरा त ऐनले वितरण योग्य मुनाफा कसरी गणना गर्ने, त्यसको विधि के हो, मापदण्ड के हो भनेर स्पष्ट पारेको छ। जस्तो कुन कुन खर्च कटाउने, कस्तो आम्दानी जोड्ने, लेखाङ्कनका सिद्धान्तहरू के मान्ने, यी सबै कुरा छन्। हिसाब गर्ने तरिका नै तोकेको छ। हो, स्पष्ट तरिका छ। अनि अर्को महत्त्वपूर्ण कुरा मैले अघि पनि भने, नाफा बाँड्नुभन्दा अगाडि कानुनले तोकेअनुसार अनिवार्य जगेडा कोषमा केही प्रतिशत रकम छुट्याउनै पर्छ। यो जगेडा कोष छुट्याइसकेपछि बाँकी रहेको रकम मात्रै लाभांशमा जान पाउँछ।
भनेपछि जगेडा कोषले सिधै वितरण योग्य मुनाफालाई असर गर्यो। एकदमै। यसले ऋण दिनेहरूको हित पनि सुरक्षित गर्छ अनि ऐनमा लाभांश कसरी वितरण गर्ने, कति गर्ने भन्ने बारेमा पनि केही मार्गदर्शनहरू छन् ताकि वितरण अलि जिम्मेवार ढङ्गले होस्। र सायद सबैभन्दा महत्त्वपूर्ण, कम्पनीहरूले यो सबै हिसाब किताब, गणना विधि र आफ्नो लाभांश नीति आफ्नो वित्तीय विवरणमा पारदर्शी रूपमा खुलाउनुपर्छ। पारदर्शिता त चाहियो नि। हो, सबैले देख्ने गरी देखाउनु पर्यो। त्यसो भए यी नियमहरू मान्दा कम्पनीहरूलाई वास्तवमा के फाइदा हुन्छ त? कहिलेकाहीँ नियम पालना गर्नु त झन्झट जस्तो पनि लाग्न सक्छ नि। झन्झट जस्तो देखिए पनि यसका फाइदाहरू वास्तवमा धेरै छन्। पहिलो कुरा त नियम मान्दा कम्पनीहरू जोखिमबाट बच्छन्। जस्तो नियम विपरीत गएर धेरै लाभांश बाँड्दा वा अरू कानुनी आवश्यकता पूरा नगर्दा भोलि आइपर्ने कानुनी कारबाही र वित्तीय जोखिमबाट सुरक्षित भइयो नि। त्यो त हो। दोस्रो, यसले कम्पनीभित्र राम्रो कर्पोरेट सुशासन प्रवर्धन गर्छ। किनभने नियम पालना गर्दा पारदर्शिता बढ्छ, जवाबदेहिता बढ्छ, कारोबारमा निष्पक्षता आउँछ। अनि लगानीकर्ताको विश्वास नि? त्यो त सबैभन्दा ठूलो फाइदा भइहाल्यो। जब कम्पनीले नियम कानुन मानेर पारदर्शी ढङ्गले काम गर्छ, लगानीकर्ताको विश्वास हत्तै बढ्छ। विश्वास बढेपछि कम्पनीको बजारमा प्रतिष्ठा राम्रो हुन्छ, जसले गर्दा नयाँ लगानी जुटाउन पनि सजिलो हुन्छ। तसर्थ समग्रमा हेर्दाखेरि नेपालको कम्पनी ऐन 2063 अन्तर्गत यो वितरणीय मुनाफाको अवधारणा हैन, यो केवल एउटा वित्तीय अङ्क मात्रै होइन, यो त कर्पोरेट सुशासन र नियामकीय अनुपालनको एउटा आधार स्तम्भ नै हो भन्दा हुन्छ। हो जस्तो लाग्यो मलाई पनि। यसको सही पालनाले पारदर्शिता र जवाबदेहिता त बढाउँछ नै, सँगसँगै नेपाली शेयर बजारलाई स्वदेशी होस् वा विदेशी सबै लगानीकर्ताका लागि अझै बढी आकर्षक गन्तव्य बनाउन पनि मद्दत गर्छ। तर यसले एउटा अलिक गहिरो प्रश्न पनि खडा गर्छ। हो, तपाईले भन्नुभएको एकदम सही हो। यसले वास्तवमा वित्तीय संस्थाहरू, लगानीकर्ताहरू र समग्र अर्थतन्त्र कसरी एक अर्कासँग जेलिएका छन् भन्ने कुरालाई छर्लङ्ग पार्छ। यो अवधारणाले कता कता नेपालको आर्थिक वृद्धि र समृद्धिको भविष्यको बाटोलाई पनि सङ्केत गर्छ जस्तो लाग्छ। पक्कै पनि। अब आजको छलफलको अन्त्यमा हाम्रा श्रोताहरूलाई सोच्नका लागि एउटा प्रश्न छोडेर जाउन त। प्रश्न के छ भने, कम्पनीहरूले कमाएको नाफालाई तुरुन्तै लाभांशको रूपमा बाँडेर शेयर धनीलाई तत्काल खुसी पार्नु ज्यादा महत्त्वपूर्ण हो कि त्यो नाफालाई कम्पनीमै फेरि लगानी गरेर दीर्घकालीन वृद्धिलाई प्राथमिकता दिनु बढी महत्त्वपूर्ण हो? यो एकदमै नाजुक सन्तुलन कसरी कायम राख्ने होला, यसमा विचार